नमस्ते, म तपाईहरुलाई आज यो भिडियो मार्फत नेपालमा कसरी पर्सनल प्यानको लागि अप्लाई गर्ने भन्ने बारेमा बताउन गइराखेको छु। त्यसको लागि तपाईले सर्वप्रथम आन्तरिक राजस्व विभागको साइट ird.gov.np मा गएर ट्याक्स पेयर पोर्टल खोल्नुपर्छ। त्यसपश्चात रजिस्ट्रेसन भन्ने छ, त्यहाँ क्लिक गर्नुस्। एप्लिकेसन फर रजिस्ट्रेसन लगइन इन्फर्मेसन माग्छ। यसले तपाईले जे पनि राख्न सक्नुहुन्छ। मैले सजिलोको लागि 1 2 3 4 5 राखे। पर्सनल प्यान मा नै राइट लगाएको छ। अफिसको नाम चुज गर्नुस्, ओके गर्नुस्। सबमिसन नम्बर नोट गर्नुस्, कन्टिन्यू गर्नुस्। नागरिकता पनि अपलोड गरिदिनुस्। तल गएर तपाईले पारिवारिक विवरण भर्नुपर्ने छ। स्टार लागेको चाहिँ अनिवार्य रूपमा भर्नुपर्छ। तपाईले पेशा कुन पेशा हुनुहुन्छ तपाईको प्रमाणपत्र नम्बर छ भने त्यो राखिदिनु पर्छ। पेशाको प्रकार चुज गर्नुपर्छ। पेशाको उपप्रकार चुज गर्नुपर्छ। यसलाई एड गरिदिनुस्। त्यसपश्चात तपाई तल गएर आफ्नो पर्मानेन्ट एड्रेस तपाईले अन्य विवरण पनि भर्न सक्नुहुन्छ। तपाईको टेम्पोररी एड्रेस पर्मानेन्ट एड्रेस भन्दा छुट्टै छ भने त्यो पनि भर्दिनुस्, नत्र भर्नु पर्दैन। त्यसपश्चात तपाईले यसलाई सेभ गर्नुस्। सेभ भइसके पश्चात तपाईले यसलाई सबमिट गरिदिनुस्। सबमिट गर्नुभन्दा पहिला तपाईले एकचोटी आफ्नो विवरणहरु हेर्न सक्नुहुन्छ। सबमिट गरिसके पश्चात तपाईले केही पनि चेन्ज गर्न सक्नुहुन्न। अब यसलाई तपाईले प्रिन्ट गरेर वा सबमिसन नम्बर मात्र नोट गरेर पनि सम्बन्धित कार्यालयमा गएर प्यान कार्ड पर्मानेन्ट अकाउन्ट नम्बर लिन सक्नुहुन्छ। मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।